अस्तिको घटना एक किसिमको घटना रोहिङ्ग्याहरू मिलेर महाकाल युवा शक्तिको कार्यालय अफिस नै तोडफोड गरिदिए के पावर उसलाई भन्छन् के भनौँ पावर भनेको ऊ हो के कम हुँदा पनि दिइरहेछन् के एउटा हामी छौँ होइन सहेर बसिरहेछौँ कि गल्ती चाहिँ कसको उनीहरूको कि हामीहरूको उनीहरूको देश भएको भए अहिले धुन्याएर राखिदिन्थ्यो कि आगो जलाइदिन्थ्यो कि जिउँदै तर हाम्रो किन देश हाम्रो हो अहिले गर्न सकेनौँ भने कहिले हो त सुरु गरौँ न अब अहिले कम हुँदै आबादी कम हुँदै सुरु गरिहालौँ न पछि धेरै भयो भने त हाम्रै पालो हो नि भाग्ने त थाहा छ काटिनु पर्दैन के होइन किन हिन्दू सम्राट सेना महाकाल युवा शक्ति युवा साई शक्ति शिवसेना कहाँ छन् के यो भाँडाकुटी खेल्नको लागि बनाएको सङ्गठन हो जब यस्तो परिया हुँदाखेरि पनि साथ दिन सकेन भने डुबेर मर्ने आनन्द होइन अथवा भने हिन्दू राष्ट्र चाहियो र राजा चाहियो भन्दै भाषण दिन रोडमा नआउने के आफ्नो गर्नु सकेन भने नआउने याद राख जय श्री राम।